नमस्कार। आज हजुरहरूको लागि मैले मसौराको रेसिपी लिएर आएकी छु। आजको मसौरा भने म कुबिन्डोबाट तयार गर्न जाँदैछु। यसको लागि मैले कुबिन्डो तयार गरेर राखेको छु। यसको लागि हामीलाई कालो दालको पनि आवश्यकता पर्छ। मैले यहाँ अलिकति कालो दाल पनि तयार गरेर राखेको छु। अब यसलाई चाहिँ हामीले राम्रोसँग भिजाउँ। कम्तीमा 5 देखि 6 घण्टासम्म यसलाई भिजाउनु पर्ने हुन्छ। यसको बाहिरी बोक्रा राम्रोसँग निस्कियोस् भन्नको लागि पनि हामीले यो भिजाएर राख्नुपर्छ। मैले पनि यहाँ दाल भिजाएर राखिदिएँ। अब पनि कुबिन्डो तयार गरौँ। सबैभन्दा पहिला त हामीले यसरी कुबिन्डोको बाहिरी भाग फ्याल्नु पर्ने हुन्छ। यसलाई राम्रोसँग सबै बोक्राहरू निकाल्ने। अब मैले यसलाई सानो सानो यसरी टुक्रा बनाउन जाँदैछु। कुबिन्डो राम्रो छ। यसको चाहिँ भित्रको यो गुदीहरू सबै यसरी फ्याल्नु पर्ने हुन्छ। अब यो पुरै तासेर तयार भइसक्यो। अब चाहिँ म कोरेसोको सहायताले यसलाई मसिनो बनाउन जाँदैछु। कुबिन्डोमा प्रशस्त पानी हुने भएकोले मैले यो पानी सबै निचोरेर कुबिन्डो अलग तरिकासँग सुक्खा बनाएर राखेको छु। अब हामीले यसलाई चाहिँ केही समय घाम लागेको छ भने नाङ्लोमा भिजाएर यसरी राखिदिँदा फेरि यो छिटो पछि सुक्न सजिलो पनि हुन्छ अनि बिग्रिने पनि सम्भावना कम हुन्छ। त्यसैले मैले नाङ्लोमा यसलाई सुकाउनको लागि राखिदिएँ। यो सुकिसकेको छ, राम्रोसँग सुकिसकेको छ। हाम्रो यो घटेर थोरै पनि भएको छ। अब यता भिजाएको दाल पनि पुरै भिजिसकेको छ। म माडेर यसलाई हेर्दैछु, बोक्रा सजिलैसँग बाहिर निस्किरहेको छ। अब हामी दालको तयारी पनि गरौँ। दाललाई चाहिँ हामीले राम्रोसँग पखाल्नु पर्ने हुन्छ। यसको लागि मैले अलिकति ठुलो भाँडामा दाललाई खनाएँ। त्यसपछि पानी राखेर यसलाई चाहिँ हत्केलाको सहायताले यसरी हल्का तरिकासँग मार्दैछु। यसो गर्नाले चाहिँ दालको बोक्रा सजिलैसँग निकाल्न सजिलो हुन्छ। जति जान्छ त्यतिसम्म हामीले दाललाई पखाल्नु पर्ने हुन्छ। मैले 2-3 चोटि त्यसरी नै पानी राखेर पानी पनि फेर्दै दाललाई यसरी पखालेर तयार गरेको छु। दाल यतिको बन्न गएको छ। अलिअलि बाँकी रहँदा बोक्राहरू त्यस्तो केही फरक पर्दैन। यसलाई पिस्नको लागि चाहिँ मैले मिक्सर जारमा राख्दैछु। अब हामीले यसको पेस्ट तयार गर्नुपर्ने हुन्छ। दालको पेस्ट पनि तयार भइसकेको छ। अब यसलाई चाहिँ हामीले एकछिन मुस्नु पर्ने हुन्छ, राम्रोसँग यसरी मार्ने। अब पनि हामीले यसलाई मिसाउनु पर्ने हुन्छ। मैले यसमा कुबिन्डो राख्दैछु। अब यसलाई राम्रोसँग मुसौँ। अब यो पुरै तयार भइसक्यो। मैले एउटा नाङ्लोमा तेल दलेर तयारी अवस्थामा राखिसकेको छु। नाङ्लोमा तेल दल्दा चाहिँ यो सजिलैसँग निकाल्न सजिलो हुन्छ। अब यसरी मसौरा बनाउँदा हामीले धेरै ठुलो साइज पनि बनाउनु हुँदैन, सुक्नलाई अलिकति समस्या हुन्छ। त्यसैले हामीले ठिक्कको साइज बनाउनु पर्ने हुन्छ। अब यसलाई सुकाउनको लागि चाहिँ घाममा राखिदिउँ। यसलाई राम्रोसँग सुकाउनु पर्छ। यो पुरै सुकेर तयार भइसकेको छ। आजको यो रेसिपी हजुरहरूलाई कस्तो लाग्यो लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। हस्त बाई बाई।